हेलो साथीहरू, आज सानो मिनी भ्लग लिएर आएको छु खोर्सानी बारीको। कस्तो छ के हुँदैछ हेरौँ है त। हेलो गाइस एभ्रिवान, म चाहिँ आज यहाँ 14-15 दिनको अन्तरालपछि फेरि यहाँ खोर्सानी बारीमा झारू खेल्दैछु गाइस। 15 दिनपछि खोर्सानी बारीमा पुग्दाखेरि एकदमै झारले सबै छोपिसकेको रहेछ। त्यही भएर आज म खोर्सानी बारीमा यसरी झारू खेलिदिँदैछु। खोर्सानीको बोटमा झारू खेल्ने क्रममा आज चाहिँ म व्यस्त छु है गाइजहरू। ठिक छ। साथीहरू, ती धेरै झारले भरिसकेको थियो।